केटाहरू मस्त यहाँ भ्यूको फोटो लिइरहेछन् है। यता टक्क मजा छ। सुमित खुट्टा दुखिदिएन? दुखा छैन अहिले, अझै बाँकी छ। अझै बाँकी छ ल केटाहरू। यतिमा कहाँ दुख्ने? मोटे भाइ गलेर मरिसक्यो। हामी चाहिँ यता दन्तकाली पनि आइसक्यौँ। केटाहरू यता छन्। हामी चाहिँ उल्टो बाटोबाट आएको होइन, अनि त्यही भएर यो सुरुमा आयौँ। अब अर्को उता अर्को मन्दिर छ त्यता जाँदैछौँ। दर्शन गर्न आएको केटाहरूको हालत यस्तो छ है। ल के अरे बिना डेस्टिनेसनकै गइरहेछ म त। कहाँ जान्छ थाहा छैन। त्यही के यार, नास्ता पानी खाऊँ भनेर विवेकलाई हाम्रो टपर भाइलाई भनेको होइन, उसले खिलाउँदै खिलाउने यार कहिले नि। बर्थडेमा कसरी तैँले खुवाइदिस् क्या, म त्यो सोचिरहेको छु। के खिलायो बर्थडेमा? त्यो पनि मिलेर खुवाएको यार। बर्थडेमा कहाँ म यस्तो दिन फेरि। ल अब चाहिँ हामी बुढा सुब्बा मन्दिरतिर जाँदैछौँ। त्यहाँ चाहिँ पोर्कहरू पनि काट्छ भन्दैछन् के अरे केटाहरूले। तर त्यो मेनली चाहिँ राई लिम्बूहरूको मन्दिर हो। हामी चाहिँ किन गइरहेछौँ थाहा छैन। दन्तकाली गइरहेको थियौँ अनि बाटोमा परेर घरमा हो यार, थाहा छैन। ल त्यहीँ भेट्छौँ मैले। यही जो नैतिक बनिया था ल ल बुढा सुब्बा पनि आइयो है। यसको ब्लग चाहिँ ऊ त्यहाँ चाहिँ त्यो धागो बाँध्छन् है यिनीहरूले। किन हो यता देखाउने मान्छेहरू छन्, टेम्पोहरू भइहाल्यो। यो चाहिँ हामीले केही किन्दैनौँ, सिधै जाने दर्शन हान्ने यस्तो रहेछ। यही हो भाइ, यही हो मन्दिर। यिनीहरूको चाहिँ सायद धागा बाँध्यो भने यिनीहरूको विस गरेर धागा बाँध्छन् होला। अनि त्यही हो, प्रार्थना गर्छन् मेरो विस कम्प्लिट होस् भनेर। झिलिमिली छ। यता चाहिँ बलि सली पनि दिन्छन् है त्यहाँ अगाडि। सायद जुत्ता लाउन पाउँदैन। बाँसघारी यो चाहिँ मेन मन्दिर हो। उताभित्र एउटा माटोले के गरेको भगवान् छ नि, सँगै यता घन्टी। फोटो खिच्ने होइन? हराइहाल्छ क्या त कुनै के मोटे ल जुत्ता सुत्ता खोलेर यसो दर्शन गरेर नि आइयो है। 50 रुपियाँ चढाएर नि आइयो। अब हामी यता ब्याक भ्यूतिर हेर्न आउँदैछौँ। यता ब्याकतिर घाम लाग्दो रहेछ है यसको चाहिँ ब्याक भ्यू। यता बलि सली पनि दिन्छन् है। कता हो केटा हो? अनि कस्तो लागिरहेछ त? यो त पिपल हो यार, हुँदैन थियो कि टेक्न हुँदैन थियो कि भन्नु नि। यहाँ बस्दाखेरि ठ्याक्कै एउटा याद आयो क्या, एउटा दाइ र म आएको थियौँ होइन फर्स्ट टाइम। त्यो दाइले यहीँ बसेर सुट्टा खाइदिएको यार। यहीँ छ है मन्दिर, यहीँ बसेर सुट्टा खाइदिएको त्यो दाइले। अँ यार यस्तो हड्डी छ। यो हेर न, शिव पार्वती बल देखेर छ यार। ल अब चाहिँ हामी बुढा सुब्बा भएर आयौँ।
पञ्चकन्या जाँदै हेर केटा हो धरानमा होइन रिटायर भएपछि आउनुपर्छ कि ट्याक्क लाएर यस्तो घर बनाउने है अनि बिहान बिहान सनसेट यस्तो बवाल देखिन्छ यता भ्यू बवाल देखिन्छ रिटायर भएपछि चाहिँ सही हुन्छ क्या धरानमा अहिले पढ्नलाई काम गर्नलाई चाहिँ ठिक छैन अपर्च्युनिटी कम छ तर रिटायर भएपछि चाहिँ सही छ कि ट्याक्क एउटा घर यस्तो घर होस् अरू के चाहियो त नि जिन्दगीमा यही हो क्या सक्सेसफुल लाइफको चिन्ह भइहाल्छ नि एउटा बुढी त ल हामी आफ्नो साथीलाई लिन आएको छौँ ठ्याक्क सुनिल हाम्रो ठ्याक्क सुमित हाम्रो ठ्याक्क निस्क्यो यहाँबाट सुधार केन्द्रबाट ए धेरै मोटाएर सुधार केन्द्रमा गएको झन् मोटाएर आएछ यो पिकनिकको ठाउँ होला भनेको स्कुल पो रहेछ यार भाइ एउटा मन्त्र सुनाऊ त केही भन न ओम बरु होस् भन त एकचोटि जुन आउँछ त्यो एउटा मन्त्र भन न खतरा खतरा मन्त्र म्याथ इङ्ग्लिस नेपाली कम्प्युटर संस्कृत हुन्छ संस्कृत त मेन हो नि एउटा भन त मेरो नाम सुलभ हो भन त एकचोटि संस्कृतमा मेरो नाम विपिन हो भन त ल अहम नामम विपिन हो अनि तिमी डेली पूजा गर्छौ उठेर नुहाउने जनै सनै लाउने ए तिम्रो व्रत अन्त भयो भाइ जनै लाउँछौ नुहाउँछौ कि नुहाउँदैन दिनदिनै अनि पानी कमै हुन्छ अरे त्यता त पानी कम हुँदैन बेलुका बेलुका क्या पलट गया 2 मिनट पछिको लोकसेवा है मान्छे लोकसेवा कस्तो छ रमाइलो छ यता होस्टेल हो तिमीहरू ए घर चाहिँ कता कति क्लाससम्म पढाइ हुन्छ 12 सानो छ त यार स्कुल त गनेर 10वटा क्लास अरे माथि पनि होला माथि पनि छ स्कुल भनेको यही छ अझै बन्दै छ 10वटा मात्रै छ भने त यिनीहरू म्याक्सिमम होइन यहाँको पढेका पछि इन्डिया गएर कमाउँदो रहेछन् कि पछि के गर्ने सोध्छ तिमीहरूको ब्यास ब्यास ए अनि सानो भाइको तिम्रो के छ पछि गएर केही नभन्ने इन्डियातिर जाऊ इन्डिया पैसा बल पाइन्छ यहीँ बस्नु छैन करेज गर्नु छैन यहाँ बसेर के मलाई 2-3टा घर जानु इन्डियामा पाइन्छ हेर यो पञ्चकन्या है कसैले मतलब धेरैले चिन्दैनन् यहाँ तर यही सबभन्दा राम्रो छ कि यो बुढा सुब्बा पिण्डेश्वरीहरू भन्दा के त भुत चढ्यो
होला केही मान्यता होला यार त्यस्तो बोल्न हुन्न यार ल यता यता बवाल छ यार यो ठाउँ बवाल छ यो ठाउँ अन्डर रेटेड हो यो मलाई मन पर्यो सबभन्दा अहिलेसम्मलाई है अब भित्र यसको ब्लग चाहिँ एकदम मजाले बनाऊ नो रफ वर्ड गर्नु भएन है ल यो चाहिँ अब जामै त भित्र किरा जङ्गल ओए यसलाई त पुरै सिउपुरीको भाइब दिइरहेछ ओए नाइस यार ठ्याक्क सिउपुरीको भाइब दिइरहेछ नाइस केटा हो यहीँ आउनुपर्छ है घुम्नु अब दिस इज वान अफ द बेस्ट प्लेस इन धरान डोन्ट मिस इट या अन्डर रेटेड एस किराँतकालीनदेखि यो भनेको मन्दिरहरू किराँतकालीन अनि यहाँ नजिकै किराँतकालीनदेखिको यो ठाउँ यहाँ मन्दिर बनेको अघि एकजनाले मन्दिर छ नि त किराँतकालीनको मन्दिर हो किराँत भनेपछि त लास्टै पुरानो हो त यार पुरानै मन्दिर हो यहाँ अरे सालक पनि पाइन्छ यार सालक पनि पाइएको रहेछ के हो सालक भनेको यस्तो हो कि ए मङ्गुज होइन महँगो छैन महँगो छैन यसलाई आर्मन्डिलो भन्छ आर्मेन्डी ए आर्मेन्डेलो त्यो त माथि जाने जङ्गलतिर अझै भित्र जाऊँ न जाऊँ आज क्लास मिस हान्दिउँ यार बाल होइन त्यही लाग्ने रहेछ मिस हान्ने अब एटेन्डेन्स हो या नहोस् तर जाँदा पनि हुन्छ यो चाहिँ के हो ए यो पनि रुखेर चाहिँ यता शिव पार्वतीको यता पञ्चकन्या पञ्चकन्या चाहिँ सायद कुनै देवी देवताको अवतार होला कि 5वटा कन्या भएको यो पनि छ तर हामी किनिँदैन होला यहाँ पार्टी भएर युमा मन्दिर यो पञ्चकन्या के नेवारहरूको हो र होइन हाम्रो त हो र हाम्रो होइन होला यहाँ हेर न पञ्चकन्या भनेको 5 जनाको नाम लेखेको छ त अहल्या द्रौपदी अप्सरा होइन अहल्या ए गौतम ऋषि यो हाम्रो पनि छ तारा कुन्ती यहाँ गौतम ऋषिको पनि ए सायद 5वटा केटीहरूलाई अनर गरेको होला है देवी देवी एउटा अहल्या छ गौतम ऋषिको वाइफ ए द्रौपदी पाण्डवको वाइफ अँ फेरि यहाँ कुन्ती पाण्डवको आमा अँ मन्दोदरी राबडी रावणीको पत्नी मन्दोदरी त रावणको त्यो छ तारा के छ वाकिली वाली की पत्नी त्यो कि वाली वाली ए वालीको त्यो बाँदर त्यो ठुलो दाइ बाँदरको अहल्यास थाहा छ नि त्यहाँ थाहा छ कमतोलतिर ओए यो ट्रेक रहेछ खासमा ट्रेकिङ हो यहाँबाट माथि स्टार्ट हुन्छ यता आन्टीहरू ट्रेकिङ गराउनु छ जाउँ त जाउँ आन्टी कति बेर लाग्छ माथि पुग्न 10-15 मिनट राम्रो छ भ्यू माथि ए होइन जङ्गलै जङ्गल हो गएको छैन हजुर यस्तै दमसेलो छ पुग्नुहोस् न माथि अन्तिमसम्म त्यो त भत्ताभङ्गे दरबार हो क्या हस् अनि अङ्कल यो नेवारहरूको त होइन है ल सनातनी पञ्चकन्या भनेको होइन अँ हिस्ट्रीको 5वटा जुन महान देवी महान कन्या के कन्या होइन कन्या त नभन त्याग गरेको महिलाहरू फिमेल त्याग गरेको महिलाहरूले डिभोट गरेर बनाएको हो कि एउटा महाभारतबाट यहाँ चाहिँ चौतारी द्वापरबाट एउटा सुग्रीव होइन दुईवटा त्यहाँबाट छ रावण र त्यो र एउटा त्योबाट एउटा गौतम ऋषि त्यो पनि त ल पञ्चकन्याको हाइकिङ हो है बवाल रहेछ अरे बवाल किन मान्छेहरू यसको कुरा गर्दैनन् ट्रेकिङ बवाल छ यहाँको यता पछाडि हाम्रो सुमित भाइ पनि ब्लगिङ हान्दा छ यता विवेक अगाडि कल्याण उहाँ अगाडि पुगिसक्यो यो सही छ यार यो रुख हेर न केटा हो यहाँ छ है जमिन यहाँबाट सुरु भएको छ यार नाइस ल रुखको भित्रबाट ल रुखको भित्रबाट आयो है
यसको पनि केही हिस्टोरिक इम्पोर्टेन्स छ होला सायद यो छिर्यो भने केही विसहरू पुरा हुने केही होला है जस सही छ यो पनि ल ट्रेकिङ कन्टिन्यू के दुलो बनाएर छ यहाँ पनि यता भ्यू त छँदैछ है एकदम बवाल छ कि यो ठाउँ बवाल छ अन्डर रेटेड भए पनि आज हामीले यसलाई रेटेड बनाउने छौँ त्यही त कहिलेकाहीँ अनएक्सपेक्टेड बाटोहरू पनि जानुपर्छ है केटा हो डिस्कभर आएर थाहा भएको नि डिस्कभर हान्नुपर्छ यसो नत्र दिस इज यस्तो सिन हामीले कहाँ देख्न पाउँथ्यौँ आवर डिस्कभरी गाइज दिस इज आवर डिस्कभरी फर आवर फ्रेन्ड केटाहरूले शिवपुरी जस्तो लागेर यो ठाउँ है ठ्याक्कै के शिवपुरी गयो भने एकदम यस्तै लाग्छ कि एउटा पाहाड मात्र देखिन्छ कता जाने हो कहाँ पिक कति बेला पुगिन्छ केही थाहा हुँदैन आज टपरले पनि क्लास मिस हान्ने यतै घुम्ने 12 बजेसम्म भन्दैछ क्लासको दुईजना हामी पहिल्यै मिस हानिसकेछौँ अरू छन् भाडामुरीहरू छन् मेरो त एक हप्ता पहिला नै छुटेछ हेर किरात टाइमकोमा यस्तो राम्रो त नहुन पनि तर जेतिखेर जे भने त्यतिखेरको हिसाबले राम्रै हो है बाटो चाहिँ मान्छेको सिम्बल हेर त्यो यो ओलीले भ्रष्टाचार हानेर किरात मान्छेको सिम्बल जुन हेरिरहेको नि त्यो बनाएको त्यो किरातको सिम्बल हो स्टोन छ त्यो होइन यो त्यो स्टार जस्तो छ त्यो त्यो चाहिँ किरातको सिम्बल हो अरे हाम्रो कल्याण गाइडले भन्नुभएको उसलाई चाहिँ थाहा छ है जोस् उसलाई हिस्टोरिक प्लेसेसहरू अलिक थाहा छ आर्कियोलोजिस्ट यही हाम्रो छ आर्कियोलोजिस्ट होइन यार त्यसको लागि अब कार्बन डेटिङ सर्वे कार्बन पऱ्यो रेडियो एक्टिभिटी इमिसन जानु पऱ्यो अहिले ट्रेनिङ काम चलाऊ आर्कियोलोजिस्ट अरे होइन छिटो दिदी कहाँ पछाडि यो मोटे यस्तो पछाडि छ राइट मोटे यार राइट म सोचिरहेको त शिवपुरी ट्रेक गरिस् कसरी तिमीले स्ट्यामिनामा सवाल उठाएर चाहिँ यार तीनचोटि गइसकेको छ भाइ गजब बेइज्जती है बेन्च भन खुट्टाले अझै के लेखिनै पहिला यो भन त पिकमा के छ भन त पिकमा के भ्यू देखिन्छ पुरा केको भ्यू देखिन्छ भ्यालीको भ्यू देखिन्छ यो गएकै छैन तिमी गएको छैन माथिबाट केही देखिँदैन हिमाल बाहेक तल पनि देखिन्छ भ्याली केही देखिँदैन देखिन्छ ल यो चाहिँ हामीले पञ्चकन्या मन्दिर कटिसक्यौँ तर मात्र एउटा मन्दिर छ त्यो पनि पुतला राखेको यो पनि अर्को मन्दिर त्यहाँबाट भ्यू तिमी त्यो के भन्छ बाजा लागेको बेला गएको ल यो नि अर्को मन्दिर देखिँदैछ तर यो सायद बस्ने ठाउँ होला है मलाई त्यस्तै लागिरहेको छ अब के हो अझै माथि छ कि थाहा छैन तर छ भने जाम्ला तर हामी आयौँ होला अरे पिकमै हो जस्तो लाग्छ मलाई यही पिकको अझै अगाडि यदि एक्सप्लोर गर्ने ठाउँ छ मात्रै जाम्ला ओके यहाँ नदी यहाँ चाहिँ ताल भन्छ होला सायद वर्षा तर वर्षाको बेलामा चाहिँ नआऊ है केटा हो यहाँ नत्र यो जुत्ता सब रातो हुन्छ यहाँभन्दा माथि जान पाइन्छ यता तलको होइन बाटो रहेछ शिव मन्दिर त हनुमानजी मेन चाहिँ यो बस्ने ठाउँ होला ए अग्निकुण्ड विश्राम बस्ने ठाउँ त्यहाँभन्दा माथि पनि बाटो छ त जाउँ जान्छ ऊ त्यहाँ नजिकै चाहिँ हाइवे रहेछ सायद भेरेटार जाने बाटो यही होला यार हाइवे जस्तो छ यो भेरेटार जाने बाटो होला यो ल अब चाहिँ हामी एकछिन बस्छौँ मलाई लागेको थियो मेरो फाट्छ होला है यो पहाड चढ्दाखेरि ए सरी
सुमित यहाँ आऊ न पहिला मलाई लाग्छ सुमितको फाट्छ होला माथि चढ्दाखेरि सुमितको ओए सुमितको स्टामिना सही रहेछ मेरो फाटिरहेछ कि माथि चढ्दाखेरि यस्तो 5-10 मिनटमा बस्नु परिरहेछ अनि केटाहरू कस्तो भइरहेछ त ट्रिप हाम्रो त यस्तो त मौज हो एकदम शिवपुरीको भाइ आइरहेछ कोही शिवपुरी गएको छ भने उसलाई थाहा होला विवेक सर कस्तो भइरहेछ बिन्दास छ यार सही छ अहिलेसम्म यस्तो जङ्गलको ट्रेकमा आएको थिइस् जङ्गलको ट्रेकमा त आएको थियो तर पहाडमा कहिले पनि मेरो नि साथीहरूसँगको फर्स्ट ट्रेक हो है यो रमाइलो भइरहेछ जस केटाहरूसँग मेरो त फर्स्ट ट्रेक नै आफ्नो ऊ त आफ्नो कमिटेडसँग गयो इतना डिप नै जान था ल धेरै भनिँदैन बाई ल यो चाहिँ फाइनल डेस्टिनेसन जस्तो छ पञ्चकन्या मन्दिरबाट माथि ट्रेकिङ गरिसकेपछि अनि यो भर्खरै देखेको चाहिँ तिमीले किरातमा हो है जस बार सार लगाएको रहेछ माथि चाहिँ के छ माथि पनि यो किरातहरूको सिम्बल के महादेव किरातहरूले पनि जस शिव भगवान्का फ्यान रहेछन् है फ्यान त होइन भक्त रहेछन् यही हो पञ्चकन्या माथिको भ्यू यता हाम्रो दोस्तलाई चन्द्र के अरे अब क्लास क्यान्सल भयो भने यति त हुनु पर्यो यार अझै माथि हामीलाई हाम्रो साथीलाई शिवपुरीको याद आइरहेछ लास्टै अझै 4-5 घन्टा भयो अझै रमाइलो हुन्थ्यो अरे है हुन पनि हो लाइक राम्रो ठाउँमा रहेछ यो लोकेसन भ्यू पनि बवाल छ ल गाइस यति यता क्यामेरा टेस्टिङ चलिरहेछ है उतै भ्युज कसको राम्रो देखिने भनेर यसको A35 50,000 को उसको 90,000 को छ उता पिक्सेल यता हाम्रो गेमर भाइको कति रे के चाहिँ मोबाइल कुन मोबाइल हो 15,000 को मात्रै हो 15,000 ल ठिक छ ऊ त्यहाँ चाहिँ अब हामी जाँदैछौँ होइन त्यो डाँडाको नाम चिन्डे डाँडा अरे त्यो चाहिँ पञ्चकन्या मन्दिरबाट हामी बोल्दैछौँ है यता भ्यू पनि सही देखिरहेछ हामी चाहिँ यहाँ पुग्ने यो रुख केटाहरू हेर यो रुखले पनि जेल लागेको छ तल हुनुपर्ने तर यसको माथि गइरहेछ है चिन्डे डाँडाको टप भ्यू सब देखिरहेछ तरान पुरै यतातिर चाहिँ पेन्डेश्वरी थियो ओ त्यहाँ चाहिँ हाम्रो कलेज हो त्यो सेउती होला हावा मस्तले चलिरहेको नेपालको झन्डा पनि छ यता सही छ भगवान्ले चाहिँ त्यस्तो राम्रो आउने तर सिक्यो भने सक्छु क्या भगवान् यहाँमा जानु बिचमा सानो रहेछ